मेरो सिरानी होस् तिम्रो काखा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा जान नदेऊ मलाई अब टाढा माया होस् अझै गाढा। कसैलाई भनिएको छ कि छैन यस्तो चाहिँ? छैन? ओके, सो नमस्ते यहाँहरू सबैजनालाई। रमाइलो भइरहेको छ त आज फेयरवेलमा? एकदमै है। मलाई चाहिँ एकाडेमिक यता स्कुल अथवा कलेजतिर आउँदाखेरि एकदमै रमाइलो लाग्छ र एकदमै आत्मीयता पनि फिल हुन्छ, किनभने म पनि तपाईँहरू जस्तै यस्तै सपना देखेर अगाडि बढेको मान्छे हो। सो तपाईँहरूलाई देख्दाखेरि पनि मलाई मेरो आफ्नो स्कुलको कलेजको याद आउँछ कि तपाईँहरूको पनि आफ्नो आफ्नो सपना छ होला, आफ्नो आफ्नो एउटा फ्युचर छ होला, हो कि होइन? सबैजनाले आफ्नो प्यासन सहित सधैँभरि आफ्नो एजुकेसनलाई अगाडि बढाउनु होला। यहाँहरू सबैजनालाई बेस्ट विसेस भन्न चाहन्छु र थ्याङ्क यू भनेको। हजुर कता हेर्ने? निलो चस्मा लगाउने भाइलाई हेर्ने हो? ओके, किनभने निलो चस्मा त उहाँले मात्रै लाउनु भएको रहेछ। तपाईँको नाम सोध्न मन लाग्यो, के हो? साजन? साजन बस्याल? ओके, साजन बस्यालको लागि जोरदार ताली है त साजन। ओके, साजनको लागि गीत गाइदिउँ कि क्या हो? आइ काले केटाले, आइ काले केटाले, ए हिरो भन्छ मै हो भन्छ, काले कृष्ण छै हो भन्छ साजन बस्यालले। ओके, काले भन्ने बित्तिकै काले मान्छेलाई मात्रै भनिँदैन है, एकदम माया गर्ने मान्छेलाई पनि काले भनिन्छ नि, हो कि होइन? ओके, साली तिम्रो जवाना तिम्रो हातको तिबुन तरकारी। यता नजिक आउन मिल्दैन होला है कि मै आउँदा? साँच्ची हो? आउँछ भने नजिक नजिक आउनु होला, मिल्छ भने, नत्र मै आउँछु है त। साजन त झन् आउनै पर्यो आज। ओके, आउनुपर्छ है, आउनुपर्छ सबैजना। मायालु गीतहरू गाउँछु तपाईँहरू सबैजनाको लागि, नाच्ने गीतहरू पनि गाउँछु, सबै गीत गाउँछु है त। को होला त्यो मसँग नचिने नि मसँग लजाउन चाहिँ पाइएन है आज म आएको बेलामा। फ्रीली गाउनुपर्छ है त, हुन्छ? ल, सो मेरो पहिलो गीतबाटै सुरुवात गर्न चाहन्छु। मेरो साङ्गीतिक यात्रा नेपाल आइडलबाट सुरुवात भएको थियो। सो नेपाल आइडल पछि मेरो पहिलो गीत तिम्रो मायाले बाँधेर राखबाट आजको दिनसम्म सम्पूर्ण गीतहरू मन पराउनु भएको छ। फिल्मी सङ्ग होस्, चाहे सेन्टिमेन्टल सङ्ग होस्, चाहे लोकदोरी गीतहरू होस्, यहाँहरू सबैजना माझमा यो गीत गाउन चाहन्छु है त। आज रमाइलो गर्नुपर्छ है।